लाखौं हजारौं मध्ये तिम्रै मुस्कानले किन हो मलाई पागल बनाउँछ लाखौं प्रयास गर्दा पनि किन हो मलाई तिम्रै याद आउँछ मनमा तिता मिठा झलकोहरू धेरै मिठो याद बनेर कहिले काहीँसित बनेर कहिले तिमीलाई धड्कन बनेर कहिले धेरै मिठो याद बनेर तिम्रो ओठलाई छोएर निस्की दारेको झुटो रङ्गिन साँचो तिमीलाई अङ्गाली जस्तो लाग्यो कि मेरो संसार तिमी हो। अबोध कलाकार हाम्रो युट्युब च्यानलमा तपाईँलाई हार्दिक स्वागत छ। आज तपाईँलाई हामी विभिन्न स्थानमा गएर गीत गाउने कलाकारहरू अनि प्रतिभाको खोजी गर्ने क्रममा हामीसँग आज यस्तो व्यक्तित्व हुनुहुन्छ जसलाई हामी यहाँहरूमाझ प्रस्तुत गर्न लागिरहेको छौँ। र आज हाम्रो कार्यक्रमको पाहुना हुनुहुन्छ अनिश मगर, जो शारीरिक रूपमा आफै कुशल हुनुहुन्न तर पनि उहाँ निकै मिठो सुमधुर स्वरको धनी मिठो गीत गाउनुहुन्छ र आज उहाँलाई हामी खोज्दै खोज्दै यस स्थानसम्म आइपुगिसकेका छौँ। सर्वप्रथम उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। अनिशजी, तपाईँ विभिन्न ठाउँमा गएर स्टेज कार्यक्रमहरू गर्नुहुन्छ, स्टेजमा गाउनुहुन्छ, दर्शक श्रोताले तपाईँलाई धेरै नै मन पराउनु भएको छ, रुचाउनु भएको छ। विशेष गरेर तपाईँ कुन विधाको गीतहरू बढी गाउन उत्साहित हुनुहुन्छ अथवा कुन विधाको गीतहरू बढी गाउनुहुन्छ? म चाहिँ मेलोडी टाइपको मात्र। मेलोडी टाइपको ज्यादा गीत गाउनुहुन्छ। अनि तपाईँ गीत गाउनु बाहेक अलावा योभन्दा अरू के गर्नुहुन्छ? अरू त म के गर्दिनँ, प्यासनै यही हो। तपाईँको प्यासनै यही हो भन्न रुचाउनुहुन्छ? अध्ययन गर्दै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ? कतिमा पढ्दै हुनुहुन्छ? अब 9मा। अनि पढाइ सँगसँगै यो गायन क्षेत्रलाई अथवा गीत सङ्गीतलाई पनि सँगै कसरी बढाइराख्नु भएको छ, कसरी अगाडि बढाइराख्नु भएको छ, कसरी मिलाउनुहुन्छ टाइम चाहिँ? घरमा पनि प्र्याक्टिस गर्छु, बिहानै उठेर साह्रै गाउँमा गर्ने गर्छु। सङ्गीत सम्बन्धी पनि ज्ञान लिँदै हुनुहुन्छ, सिक्दै हुनुहुन्छ। घर परिवारबाट कतिको साथ पाउनु भएको छ यो यसो गर्नको लागि? घर परिवारले कतिको साथ दिनुहुन्छ? साथ त अब सबैले दिनुभएको छ, त्यही हो। अनि तपाईँ शारीरिक रूपमा सबल हुनुहुन्न आफैमा, तपाईँ शारीरिक रूपमा अलिकति तपाईँलाई जस्तै गीत गाउन कार्यक्रमहरू स्टेजहरूमा जाँदाखेरि अप्ठ्यारो हुँदैन? यो विषयमा छैन? छैन। तिम्रो ओठलाई छोएर निस्की दारेको झुटो रङ्गिन साँचो अङ्गाली जस्तो लाग्यो कि मेरो संसार तिमी हो। यदि अर्को जन्म हुन्छ भने दोहोऱ्याएर फेरि तिमीसँगै बित्योस्, मुस्कानले सजाउँला भाका गुनगुनाउँदै बन्द आँखा सपनी पनि तिम्रै आकृति कोरी बदलिरहने यो मौसम पनि
छेउछाउमा बसन्त फुल्छ। धन्यवाद। अनि अनिशजी के छ, तपाईँ अब गायन क्षेत्रमा लागिराख्नु भएको छ, तपाईँलाई धेरै धेरै चाहिँ शुभकामना छ हाम्रो कार्यक्रमको तर्फबाट पनि, हाम्रो युनिटको तर्फबाट पनि। र यो क्षेत्रमा लाग्दै गर्दाखेरि अहिलेसम्म कुनै प्लेटफर्म होइन नेपालमा विभिन्न खाले कार्यक्रमहरू सञ्चालन हुन्छ भइरहेको छ, त्यस्तो कार्यक्रमहरूमा चाहिँ जानु भएन? छैन गएको, स्कुलबाट चाहिँ अस्ति प्याप्सनमा गएको थिएँ। अनि के हुनुभयो? त्यो रिजल्ट चाहिँ मलाई थाहा छैन। त्यो रिजल्ट अहिलेसम्म आज लकडाउनभन्दा अगाडिको कुरा? हजुर, धेरै 2 वर्ष अगाडिको कुरा हो। ए, अनि तपाईँ यसरी गाउनुहुन्छ, गाउँदै गर्दाखेरि तपाईँलाई वाद्यवादन जस्तै गिटारहरू भयो, हार्मोनियमहरू बजाउनको लागि अब आफै सक्नुहुन्न, त्यो अवस्थामा चाहिँ के गर्नुहुन्छ? कसले सघाउँछ तपाईँलाई, कसले हेल्प गर्छ? हेल्प त छ, साथीहरू पनि छ, दाइहरू हुनुहुन्छ, मेरो कवर्सको घरमा नै हेल्प गर्नुहुन्छ दाइहरूले। सहयोग पाइराख्नु भएको छ सबैजना दाइहरूको, आफन्तहरूको होइन? अनि तपाईँलाई अहिले सम्ममा होइन थुप्रै गीतहरू गाउनु भएको छ, खास सबैभन्दा मनपर्ने गीत चाहिँ र तपाईँलाई मनपर्ने गायक वा गायिका भन्नुपर्दा कसको नाम लिनुहुन्छ? मलाई मनपर्ने गायकको नाम चाहिँ सबिन राई, अनि गायिकामा चाहिँ बाटिका एम राई। अनि धेरै मनपर्ने गीत? धेरै गीतहरू त धेरै छ, अब कुनै एउटा छान्नुपर्दा भन्नुपर्दा राम्रो लाग्ने गीत चाहिँ उयो अहिले नयाँ भर निस्केको लाखौँ हजारौँ भन्ने। हामी त्यो गीत सुन्न सक्छौँ? लाखौँ हजारौँ मध्ये तिम्रै मुस्कानले किन हो मलाई पागल बनाउँछ, लाखौँ प्रयास गर्दा पनि किन हो मलाई तिम्रै यादले सताउँछ। माया के हो भनेर तिम्रै वरिपरि रहँदा यो मनले थाहा पाउँछ। आज भोलि सुन्दा तिम्रो बोली यो मोटो असाध्यै रमाउँछ। घामलाई हेरी बस्छु, बादलमा नि तिमी देख्छु, तिमी बिना कसरी बिताउने होला जिन्दगी। ढाटेको केही छैन तिम्रो लागि मेरो माया, कति रहेछ हेरिदेऊ न यो सानो मुटुमा। चन्द्रमा र तारा सामु, सारा संसार सामु देखाइदिन्छु कति माया गर्छु तिमीलाई। भन्नेले भन्नेछन् माया मात्र तिमीलाई, बाल्ने छैन अरू कोहीको।
अनि अनिसजी नेपालमा तपाईँ जस्तो नवकलाकारहरूको लागि विभिन्न प्लेटफर्महरू पनि सञ्चालन भइरहेको छ, जस्तै नेपाली ताराहरू भयो, भोइस अफ नेपाल के भन्ने होइन। यस्तो कार्यक्रमहरूमा चाहिँ किन नजानु भएको, अथवा के छ सोच, जान्छु भन्ने छ कि के छ? अब अहिले नै त भन्न सकिँदैन, अलिक पर्फेक्ट भएको छैन। अब जाने चाहिँ सोच्दैछु, कहिले हुन्छ फिक्स छैन। समय आएपछि अलिकति राम्रो गाउन सक्ने भएपछि म अवश्य जान्छु भन्ने कुरा होइन त तपाईँको? हजुर हजुर। ठिकै छ। कार्यक्रमको अब अन्तिममा छौँ हामी होइन। अन्तिममा हाम्रो च्यानल हेरिरहनु हुने, तपाईँको यो प्रस्तुति हेरिरहनु हुने दर्शक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? यो भिडियो हेरेर यसरी नै सपोर्ट माया दिनुहुन्छ भन्ने आशा गरेको छु। आगामी दिनहरूमा पनि यसरी नै माया गरिदिनु हुन म अनुरोध गर्दछु। तपाईँ यति मिठो सुमधुर स्वरका धनी हुनुहुन्छ, अवश्य पनि दर्शक महानुभावहरूले तपाईँको स्वरलाई मन पराइदिनुहुन्छ, सपोर्ट गरिदिनुहुन्छ, सहयोग गरिदिनुहुन्छ। यसमा त कुनै शङ्कै छैन, दुई मात्रै छैन। एउटा सुमधुर मिठो गीत दर्शकलाई सुनाउनु पर्दा कुन गीत सुनाउनुहुन्छ? एक्लो जीवनमा केवल साथी खोजेथे, मनका पीडा सुनाउन तिमीलाई रोजेथे। मेरा सारा खुसी तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई बाँध्न पुगेछु। सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन, सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन, सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन, सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन। अधुरो मेरो प्रेम, अधुरो मेरो प्रेम। चाहन्छु भन्थ्यौ तिमी मलाई पनि, मैले चाहेको भन्दा बढी, तर आज त्यो भावना विलीन भयो। भन्छौ त्यो एउटा केवल भ्रम मात्र थियो, सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन, सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन, सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन, सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन।